परिवर्तनको स्टोरी त्यति युनिक चाहिँ होइन, तर एक्सन वाइज भन्नुपर्दाखेरि यसले नेपाली सिनेमालाई चाहिँ नेक्स्ट लेभलमा नै लग्छ। बलिदान र 12 गाउँ जस्ता एक्सन फिल्महरू भन्दा पनि दमदार एक्सन र पुरा पुरानो साउथ इन्डियन मास मुभी जस्तो भाइब दिन्छ। थिएटरमा बसेर हेर्दाखेरि यो फिल्मको फिल नै छुट्टै आउँछ। अब फिल्मको कुरा गर्नुपर्दाखेरि चाहिँ यो एउटा एक्सन ड्रामा हो जुनको कथा चाहिँ देशप्रेम र अहिलेको नेपाली पोलिटिकल सिचुएसनसँग चाहिँ कनेक्ट गर्ने खालको छ। मुभीले नेपाल र इन्डियाको बोर्डरको कुरालाई पनि टच गर्दै सिस्टम र पावर मिसयुजको कुरा पनि देखाउन खोजेको छ। यो कुनै आर्ट फिल्म चाहिँ होइन, क्लियरली मास अडियन्सको लागि नै टार्गेट गरेर बनाएको फिल्म हो। धेरै सिन्सहरूमा हलमा मजाको रियाक्सन देखिएको थियो। अडियन्सहरूको रियाक्सन पुरै सिट्ठीले भरिएको थियो है हल चाहिँ। यो मुभी बनेको चाहिँ एक्सन लभर्स र थिएटर एक्सपिरियन्स इन्जोय गर्न मनपर्नेहरूको लागि हो। यो मुभीको स्ट्रङ पार्ट भनेकै एक्सन र ब्याकग्राउन्ड म्युजिक हो। सुभाष मेचे र सुशील श्रेष्ठको फाइट सिन हेर्दाखेरि चाहिँ पुरै मजा नै आउँछ। स्लो मोसन, हेभी फाइट र हेरोइक मोमेन्ट्सले गर्दाखेरि पुरानो साउथ इन्डियन मास मुभी जस्तो फिल दिन्छ। अनि गीतको कुरा गर्नुपर्दाखेरि चाहिँ यो फिल्ममा एउटा गीत छ जुन चाहिँ स्टोरीसँग राम्रो नै फिट भएको देखिन्छ। अनि स्टोरी त्यस्तो नयाँ चाहिँ छैन। देशप्रेम र पावर मिसयुज जस्ता कुराहरूलाई लिएर फिल्म बनिएको छ, तर अहिलेको नेपालको सिचुएसनले गर्दाखेरि चाहिँ अडियन्ससँग मजाले कनेक्ट चाहिँ गर्छ है। फर्स्ट हाफ हल्का डिसेन्ट नै थियो, तर सेकेन्ड हाफ चाहिँ कम्पेरिटिभली एकदम राम्रो लाग्यो अनि मजा पनि आयो। अब कास्टको कुरा गर्नुपर्दाखेरि चाहिँ सुशील श्रेष्ठ चाहिँ यो फिल्मको एकदमै स्ट्रङ पार्टै हुन्। डायलग डेलिभरी एकदम राम्रो छ, एक्सन सिन्समा पनि दमदार देखिन्छन्। ओभरअल उनको पर्फर्मेन्स चाहिँ मलाई आउटल भन्दा पनि झन् राम्रो लाग्यो। अनि अञ्जना बराइलीको कुरा गर्नुपर्दाखेरि चाहिँ यो फिल्ममा हामीले उनलाई छुट्टै रोलमा देखेका छौँ। जस्तो कि हामीले पहिला देखिरहेको भन्दा पनि पुलिसको रोल छ, एकदम एक्सन सेन्टर टाइपको छ। नेपाली फिल्म इन्डस्ट्रीमा चाहिँ अलिकति एक्सन हिरोइन चाहिँ कमै देखिन्छन्, सो यो रोलमा चाहिँ उनको पर्फर्मेन्स एकदम राम्रो नै छ। त्यसका साथसाथै सुभाष मेचे, करिश्मा मानन्दर र रमेश बुढाथोकी जस्ता एक्टर्सले पनि एकदम आफ्नो बेस्ट दिएका छन्। अझ एक्सन डिरेक्टर श्री श्रेष्ठलाई मेन्सन नगरिकन त रिभ्यू कम्प्लिट नै हुँदैन, किनकि यो मुभीको ब्याकबोन भनेकै एक्सन हो र फाइट कोरियोग्राफीदेखि एकदम सबै राम्रो एक्जिक्युसन भएको छ। अब फाइनली भन्नुपर्दाखेरि चाहिँ एक्सन र मास मुभी मनपर्नेहरूको लागि चाहिँ परिवर्तन हलमै गएर हेर्ने खालको मुभी हो होइन। एक्सन, बिजिएम र थिएटर एक्सपिरियन्सको लागि भए पनि हलमा गएर हेर्न लायक छ। स्टोरी चाहिँ त्यति नयाँ चाहिँ छैन, अनि बिचबिचतिर चाहिँ अलिकति स्लो टाइपको या विक फिल भएको जस्तो लाग्छ। यदि तपाईँ स्टोरी युनिक टाइपकै खोज्नुहुन्छ भने चाहिँ अलिकति एक्सपेक्टेसन कम गरेर जानु होला, तर एक्सन र इन्टरटेनमेन्टको लागि जानुहुन्छ भने चाहिँ फिल्म डेफिनेटली वर्थ इट छ है। अनि अब हामी भिडियोको अन्त्यतिर आइसकेका छौँ। यदि तपाईँले परिवर्तन हेर्नुभएको छ भने चाहिँ तपाईँलाई कस्तो लाग्यो कमेन्टमा भन्नुहोस्, र यस्तै नेपाली मुभीको रिभ्यूहरू हेर्न चाहनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है।